नमस्ते साथीहरू, स्वागत छ तपाईलाई वाइमेक्स सोल्युसन प्रोमा। आज हामी यो भिडियो अन्तर्गत कुरा गर्नेछौँ कसरी टच एन्ड गोमा पैसा हाल्ने र साथसाथै कसरी रिमिटान्स कसरी गर्ने सम्पूर्ण जानकारी तपाईलाई दिनेछौँ। यदि तपाईले टच एन्ड गो खोल्नु भए छैन भने स्क्रिनको माथितिर तपाईले हेर्न सक्नुहुन्छ। यो भन्दा अगाडि मैले भिडियो बनाएको थिएँ कसरी टच एन्ड गो वालेट रजिस्ट्रेसन गर्ने र खोल्ने। त्यो सम्पूर्ण जानकारी तपाईँ यो भिडियोमा पाउन सक्नुहुन्छ। आज हामी हेर्नेछौँ कसरी लोड गर्ने, रिलोड गर्ने, साथसाथै एयर टिकट कसरी काट्ने, रिमिटान्स कसरी गर्ने, मोबाइल रिचार्ज कसरी गर्ने, सम्पूर्ण जानकारी तपाईँ यो भिडियोमा पाउन सक्नुहुन्छ। अब म तपाईसँग आफ्नो मोबाइलको स्क्रिन शेयर गर्न गइरहेको छु। भन्दा पहिला तपाईँ आफ्नो टच एन्ड गो खोल्नु होला। त्यसपछि तपाईले यहाँ हेर्न सक्नुहुन्छ एड मनी भनेर। एड मनीमा तपाईँ क्लिक गर्नुहुन्छ भने यहाँ सबै किसिमको तपाईलाई अप्सन आउँछ। क्रेडिट कार्डबाट पनि तपाईँ यहाँ चुज गर्नुस्। जस्तै म 100 रुपैयाँ यहाँ राखेँ। अनि अटो रेकर्ड दिनुहुन्छ भने आफै काट्छ फेरि। र त्यो नगर्नु होला, यहाँ कन्टिन्यू गर्नु होला। त्यसपछि तपाईँ आफ्नो एटीएम कार्डको माथिको नम्बर र के भन्छ तपाईको जुन मिति लेखेको हुन्छ मन्थको र इयरको त्यो दिनु होला। र एटीएम कार्डको पछाडिपट्टि जो 3टा नम्बर हुन्छ त्यो चाहिँ सीभीभी र सीभीभी2 मा तपाईँ त्यहाँ लेख्नु होला। त्यसपछि तपाईँ नेक्स्ट गर्नुहुन्छ भने तपाईको पैसा त्यहाँ क्रेडिट हुन्छ, जति तपाईँ चाहनुहुन्छ त्यति। त्यसपछि तपाईँ एउटा फर्स्ट अप्सन यो भयो। अनि सेकेन्ड अप्सनमा तपाईले के गर्नुहुन्छ, इन्टरनेट अप्सन भनेर। इन्टरनेट अप्सनमा गएर तपाईँ यहाँ जुन तपाईसँग बैंक छ चाहे केही छ जुन छ गर्नु होला। त्यसपछि तपाईँ आफ्नो स्क्यानरबाट जुन यो स्क्यानर छ त्योबाट तपाईँ आफ्नो मोबाइल बैंकिङबाट ट्रान्सफर गरेर यसमा पैसा सजिलै तरिकाले राख्न पनि तपाईलाई मिल्छ। दोस्रो अप्सन। त्यसपछि अब रिमिटान्स कसरी गर्ने, हामीलाई पैसा पठाउनु पर्ने हुन्छ कसरी गर्ने, त्यसको लागि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ रिमिटान्स भनेर। रिमिटान्समा तपाईँ क्लिक गर्नु होला। त्यसपछि तपाईको स्क्रिनमा यस्तो आउँछ। अनि सेन्ड तपाईँ यहाँ तपाईँ हेर्न सक्नुहुन्छ सेन्ड भनेर। यसमा सेन्डमा क्लिक गर्नुहुन्छ भने यहाँ पर्सनल डाटा भनेर छ, यसमा क्लिक गर्नु होला। तपाईँ आफ्नो सबै डिटेल यहाँ दिनु होला, सबै डिटेल दिनु होला यहाँ। अनि त्यसपछि कन्टिन्यू गरेर एग्री गर्नु होला। त्यसपछि तपाईकोमा यस्तो आउँछ। अहिले अब तपाईँ जुन कन्ट्री सेन्ड गर्न चाहनुहुन्छ तपाईँ यहाँ सिलेक्सन गरेर पठाउन सक्नुहुन्छ। र यहाँ तपाईँ आफ्नो के भन्छ पैसा दिनु होला र कन्टिन्यू गर्नु होला। कन्टिन्यू पछि तपाईँ केमा सेन्ड गर्नुहुन्छ, वालेटमा गर्नुहुन्छ कि बैंक ट्रान्सफर गर्नुहुन्छ कि क्यास पिकअप चाहिँ रिमिटान्समा गएर तपाईको मान्छे लिन्छ कि कुनै एउटा चुज गरेर, जस्तै म ई वालेटमा चुज गर्दैछु। अनि तपाईसँग कुनै प्रो कोड छ भने यहाँ दिनु होला, केही डिस्काउन्ट पाउनुहुन्छ तपाईले। त्यो छैन भने नेक्स्ट गर्नु होला। यहाँ बैंक नम्बर यो सबै कुरा दिएर एग्री गरेर नेक्स्ट गरिदिनु होला, तपाईको पैसा जान्छ। यति नै गर्नुपर्छ यसमा। त्यसपछि अब यसबाट हामी कसरी मोबाइल रिचार्ज गर्नको लागि यहाँ तपाईँ हेर्न सक्नुहुन्छ माई प्रिपेड भनेर, यसमा क्लिक गर्नु होला। अनि यहाँ मलेसियाको नम्बर तपाईले हेर्न सक्नुहुन्छ। जब सबै सिमको नाम दिएको छ तपाईँ चुज गर्नु होला। जस्तै म होटलिङ गर्दैछु, म होटलिङमा क्लिक गरे कतिको रिचार्ज गर्ने 5, 10, 30, 60 र 100 यसमा क्लिक गरेर नम्बर दिनु होला। तपाईँ आफ्नो यहाँ नम्बर दिनु होला, प्रिपेड नम्बर यहाँ छ यहाँ नम्बर दिनु होला। धेरैजना यहाँ गल्ती गर्छ, जसको हुन्छ त्यसको नम्बर त्यहाँ लेखेको हुन्छ, नम्बर दिँदैन अनि त्यतिकै टपअप गरिदिन्छ, त्यसकोमा टपअप भइहाल्छ। त्यसै कारण तपाईँ ध्यान दिएर माथि जुन यहाँ छ त्यो नम्बर हेरेर अनि टपअप गर्नु होला। अब तपाईलाई गुगल पे मा पैसा राख्नु पर्ने छ, यहाँ तपाईले अप्सन पाउनुहुन्छ। अनि तपाईलाई आफन्तको लागि पैसा पठाउनु पर्ने हुन्छ, यहाँ इन्टरनेशनल टपअप मोबाइल रिचार्ज गर्न सक्नुहुन्छ तपाईले यहाँबाट। आजको लागि यति नै। यदि तपाईलाई
अझै केही जानकारी चाहिन्छ भने तपाईँ कमेन्टमा गएर लेख्नुहोला कि यो सम्बन्धी मलाई जानकारी चाहियो भने अवश्य नै तपाईलाई म रिप्लाई गर्नेछु अथवा त्यो सम्बन्धी भिडियो बनाएर तपाईलाई मेन्सन गरेर म राख्नेछु। थ्यांक यू।